खाना खा खानु ल खानु राम 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 अब त खाना पनि खान थाल्छ होइन के रे अझ मलाई पापिनी पो रे के र त के गर्नु यही खोजेको होइन यही खोजेको होइन तैँले मलाई तँलाई मात्रै निन्द्रा लाग्छ तँलाई मात्रै चिसो लाग्छ हाम्रो त शरीर ढुङ्गा माटोको हो आमा तपाईँले मलाई किन हेला गर्नुहुन्छ म तपाईँको छोरी जस्तो होइन र अर्काको छोराछोरी कहिले पनि आफ्नो हुँदैन र आफ्नो छोराछोरी कहिले पनि पराई हुँदैन रगतको नाता भन्दा ठुलो भावनाको नाता होइन र आमा धेरै मुख नचला घाँस काट्नु छ बुहारी खाना खाने बेला कहाँ घाँस काट्न जानु लाग्यो कि गाई बस्तु भोकै छन् बुवा म एक टुको घाँस काटेर आइहाल्छु आफूभन्दा ठुलो गाई बस्तु होइन नि बुहारी खाना खाएर एकछिन आराम गरेर गयो नि भइहाल्छ नि अहिले किन जानु पर्यो र बुहारी यो नखर मौलीको उल्टै माया लाग्छ तिमीलाई छोरी समानको बुहारी हो माया त लागिहाल्छ नि तँलाई चाहिँ बुहारीको माया लाग्दैन लाग्दैन मलाई यसको माया यदि माया लाग्दैन भने घृणा पनि नगर तिमी यसको पक्षमा नबोल है मैले भनिदिएको छु चुप लाएर बस हिँड बुहारी भाषण जाउँ यो भुक्दै गर्छ तिमीलाई म किन चाहियो र सबै कुरा पाछौ क्यारी चुप लाग सबभन्दा गाई बुवा आमालाई केही नगर्नु बरु म घाँस काट्न जान्छु अब त मलाई झापड पनि हाल्न थालिस् होइन मैले जानेछु अब के गर्छु बुहारी यसको तर्फबाट म माफी माग्छु हजुरले माफी माग्नु पर्दैन बुवा यो सब मेरै कारणले भइरहेको छ त कति निर्दोष छेस बुहारी अरूको गल्ती भए पनि आफ्नै हो भनेर स्वीकार्छस् के गर्नु त बुवा मेरो भाग्य नै यस्तै रहेछ जे गरे पनि जस पाउँदिन भइगयो हिँड खाना खान बरु म जाउँला घाँस काट्नु हजुर पस्केर खाँदै गर्नु बुवा म आमालाई बोलाएर लिएर आउँछु आमा आउनु खाना खानु जान्न म तँहरू नै खा होइन तेरो बुढो हो कि ससुरा हो मैले छुट्याउनै सकेको छैन त्यति साह्रो पाप त नबोल्नु न आमा पाप रे होइन तैँले कहिले चाहिँ धर्म गरेछ भन् त त्यो पापी बुढासँग टाँसेर बस्छस् लात नभएको नोकचरी अब म फोन गरेर छोरालाई सबै भन्छु अनि थाहा पाउँछस् मैले त्यस्तो नराम्रो के नै गरेको छु र आमा किन मलाई बारम्बार हेला गर्नुहुन्छ
ससुरासँग सल किन्नु भन्दा त बरु एउटा नाथो खोजेर पहिला जानु नि। विदेशबाट मेरो छोरा आएपछि अन्तै बिहे गरिदिन्छु, खेलै खत्तम। आमा बरु मलाई पिट्नुहोस्, तर यस्तो रुखो वचन नलगाउनु न। ससुरा बुवा भनेको बुवाको अर्को रूप हो। हजुरलाई यस्तो घिनलाग्दो कुरा कहाँबाट आउँछ? यस्तो पाप कसरी सोच्न सक्नुहुन्छ? के रे अझ मलाई पापिनी पो रे। के र त के गर्नु यही खोजेको होइन तैँले मलाई तँलाई नकचरी अझ हिँ गर्छेस्। तैँले के खोजेको के को छोडिदिनु तँलाई? यही गाडिदिनु तँलाई। तैँले यही खोजेको होइन? मलाई पापिनी होइन? तिमीलाई नकचरी अझ लाग छैन तँलाई? तँलाई ल यही खोजेको यही खोजेको होइन मलाई? मलाई अझ रुन्छस्? मलाई नकचरी अझ रुन्छस्? ल यही मर मलाई मेरो घरमा फर्केर पनि आउने होइन त। हेलो सन्चै हुनुहुन्छ? ठिक छ सानी, तिमीलाई कस्तो छ? खाना खायौ? मेरो पनि ठिकै छ। म त खाना खाएर बसिरहेको। अनि हजुरले खानुभयो त? म त एकछिन पछाडि खान्छु। आमा बुवालाई कस्तो छ? सन्चै हुनुहुन्छ उहाँहरू पनि। अनि यतिखेरसम्म किन खाना नखानु भएको त? काम गर्दै गर्दै ढिलो भयो सानी। तिमीलाई थाहै छ विदेशमा कति गाह्रो हुन्छ भनेर। घर कहिले आउने हो र? किन र सानी, मेरो याद धेरै आउँछ क्या। हजुरको याद नआएको कुनै पल होला र? हजुरलाई सम्झेर नरोएको कुनै दिन होला र? अब छिट्टै घर आउनु है मेरो मुटु। ल सानी, अब ड्युटी जाने टाइम हुन लाग्यो, टास ल। हस् ल सानु ल। ल खाना खा। खानु ल खानु। राम 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 राम। अब त खाना पनि फाल्न थालिस् होइन? यो खाना मात्रै होइन, मलाई रिस उठ्यो भने तँलाई पनि फालिदिन्छु। लु फ्यालेर देखाउ त। धेरै नम्बर भनिदिन्छु नि। के गर्छस् तैँले? देखिन बाबुको बे अయ్యో संस्कार नभए कि आइमै। एउटी बुहारीसँग मिल्न नसक्ने के पारा हो तेरो भन् त? जतिखेर पनि त्यो बुहारीलाई कराएकी छे उसको मन दुख्दैन? हाम्रो छोरीलाई पनि कसैले यस्तै गर्यो भने तँलाई कस्तो लाग्छ भन् त? तिम्रो घरमा तिमी नै बस, म अब लागि माइत। एकछिन बक।
जाने भएपछि तेरो सामान लिएर जा यो घर फर्केर आउने नि फेरि पाख दर्शन सम्धिनीज्यू के को दर्शन नि यो बीच बाटोमा अब भेट त बीच बाटोमै भयो सम्धिनीज्यू अनि यो झोला बोकेर कता लाग्नु भएको सम्धिनीज्यू म जतासुकै जाउँ तपाईँले के मतलब ल होइन के भयो सम्धिनीज्यू हजुरलाई के हुनु नि तपाईँको छोरीले मलाई घरबाट निकाली कस्तो छोरी जन्माउनु भयो तपाईँले मेरो बुढासँग सल्की छे अब मेरो छोराको जिन्दगी बर्बाद हुने भयो यो के अचम्मको कुरा गर्नुभएको तपाईँले खोइ छोड्नु मेरो बाटो ए भनेपछि त्यसले मेरो नाक काट्ने भई हुन त सौतेनी छोरी त परी के छ हौ पागल प्रेमी जगतै चुप्ला साला माया गरे हो मायाको अर्थ थाहा तँलाई त्यो त हो त आफ्नो त नामै कुमारे कुमारै बसिन्छ दाइ पनि हाम्रो गाउँको दयाङ राई नै हो के के भन्छ यो कुमार हो त अनि फिल्ममा पनि दयाङ राईको गर्लफ्रेन्ड अरूले उडाइदिन्छ तपाईँको पनि त्यस्तै भयो नि त होइन कसरो नआएको यसैले आउँदो रहेछ अब त्यति त आउनु पऱ्यो नि त्यति पनि नआएर हुन्छ ल अब बिहे नगरी कुमारै मरौँ भन्दा दाजुभाइ बुढी खाएर मनाउँला ले ले कतै खाने बुहारी यता आऊ त बुहारी तिम्रो सासूले तिमीलाई जति शङ्का गरे पनि तिमी मेरो छोरी जस्तै हौ मेरो कारणले हजुरले साह्रै दुःख पाउनु भयो बुवा घरमा बुझ्ने मान्छे नभएपछि यस्तै हो बुहारी तर पनि तिमी ढुक्क हौ मेरो यो संसारमा हजुर र रमेश बाहेक अरू कुनै छ र बुवा माइतमा पनि सौतिनी आमा हुनुहुन्छ माइतमा हुँदा पनि मैले कहिल्यै सुख पाइनँ तर यहाँ आएर सुख पाउँछु कि भनेको आमाको बानी यस्तो छ नरो बुहारी नरो तिमी नरो म छु नरो
अब म घाँस काट्न जान्छु। खाना खाएर भाँडा त माझिसकेको छैन, एकछिन आराम गरेर जाउली नि। मैले के नै काम गरेको छु र बुवा, आरामै छ त। जब एक टुको घाँस काट्नलाई कुन ठुलो कुरा हो। त्यसो भए तिम्रो मर्जी। ल मेरो गाउँतिर काम छ, म यसो गएर आउँछु। जन्मिएसी भोग्नै पर्ने लेखिएको लेखान्त रुने ठाउँ नि भेटिएन कहाँ खोजौ एकान्त माइती जाओ सौतियामा बजाऊं माइती जाओ सौतियामा बजाऊं कहाँ बाध्यताले जीवन साथी धन कमाउन परदेशिया दैवतैले भाग्य पनि कस्तो सम्मले दिसे त मेरो त इज्जतै पो मिल्काइछे त। होइन के भयो दिदी? के हुनु र बहिनी, सौतेनी छोरी भयो नि धेरै माया गर्थे, मेरो त इज्जतै फालेछ, ससुरसँग लागेछ नि। ला हो र दिदी? हो नि बहिनी। बेलामा विचार गर्नु है दिदी, म त गयो, त्यसो त राम्रो होइन नि गाउँघरमा। यो बहिनीले ठिकै भन्यो हो। रोदा रोदै छाती पनि परिसक्यो चिरा भाग्यले नि ठगिए कि महु दुखी मिरा बुढी छोडा, म काट्छु घाँस। म काटिहाल्छु नि, जानु। अहिले उता जानु भन, म विदेश गएपछि फेरि मलाई सम्झेर रुनु पर्ला नि। अनि घाँस चाहिँ किन काट्नु पर्यो? हजुर घरमा गएर आराम गर्नु न। मैले मात्रै आराम गरेर हुन्छ? तिमीले आराम गर्नु पर्दैन? मैले आराम गरेकै छु त। के भयो तँलाई? हेर्नु न आमा, घाँस काट्दै थियो कस्तो हात काट्यो। नहरमाउली नाटक गर्छे अल्छिनीलाई। तेरो घाँस यही हो काटेको? यही हो घाँस? यही हो घाँस? के घाँस काटेको यो? तेरो घाँस तै खा, लाखा तै खा घाँस, तै खा घाँस। ओइ अझ रुन्छेस्? छिटो उठेर घाँस काट, उठ उठ, छिटो उठ, उठ भने मान्दिनस्? छिटो उठ, घाँस काट। घाँस काट भनेर सुन्नुहोस् अझ। जन्मिएसी भोग्नै पर्ने
लेखान्त रुने ठाउँ नि भेटिएन कहाँ खोजो एकान्त माइती जाओ सौतियामा बजाऊं कहाँ माइती जाओ सौतियामा बजाऊं कहाँ बाध्यताले जीवन साथी धन कमाउन दैवतैले भाग्य पनि कस्तो सम्मले दिसे लेखिएको पाउने रहेछ देखिएको भन्दा पनि भाउसरको ससुरालाई शङ्का गर्छन् सासु पनि थाहा छैन अझै कति भोग्नु पर्छ पीडा थाहा छैन अझै कति भोग्नु पर्छ पीडा कहिले काहीँ त आफैदेखि लाग्न थाल्छ घृणा रोदा रोदै छाती पनि परिसक्यो चिरा भाग्यले नि ठगिए